हेलो एभ्रिवान, सबैलाई जोडले नमस्ते अनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। यदि तपाईले मेरो भिडियो पहिलोचोटि हेर्नुभएको छ भने मेरो नाम हो निर्मला सिंह जाली मगर। म चाहिँ कहिले कस्तो ब्लग बनाउँछु अनि तपाईले टाइटल थम्बनेल देखेर थाहा पाइसक्नु होला हामीले के को बारेमा भिडियो बनाउँदैछौँ भनेर। अनि आज चाहिँ हाम्रो सानो नानीको पास्नी अनि पास्नीको भिडियो हो। हामीले अब के कसो गरिराखौँ भनेर तपाईहरुलाई देखाउँदैछु। अनि हाम्रो भिडियो चाहिँ पार्टमा आउँदैन। अनि यो चाहिँ बिहानको अनि दिउँसोको चाहिँ छुट्टै हुन्छ। यो बिहानको तयारी गरेको भिडियो आउँछ अनि दिउँसो चाहिँ त्यो सबै गेस्टहरू आउनुभएको यताउता रमाइलो गरेको खाएको सबै भिडियो देखाउने छु। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। अनि भिडियोपछि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सनु है त। कुनचाहिँको काम हो यो यस्तो बटु बनाएको? इलाङ चाहिँ कानुङ जोजोरा बारा हो कि भन्छ नि यस्तोलाई हैन। यो हाम्रो मगरमा एकदम नभई नहुने बारा यस्तो कालो दालको कालो दालको इन्लेटको हुने चाहिँ के हनमै जु अरु भन्दा ल रेडी भयो हाम्रो बारा। अब यो ढकरा पुरा ढुकुको बाला त तल राखौँ न। क्यामेरामा राम्रो देखाउनु पर्यो। क्यामेरामा राम्रो देखाउनु पर्यो नि भरे छ ल पर्फेक्ट अब त बारा जो भान्जी चाहिँ पर्फेक्ट छिन् के हाम्रो सबै कुरो मान्छेले चाहिँ पर्फेक्ट हुनुहुन्छ है अहिले मजाले सिकाएर ज्याके रानिस भन्नु न मरसम। रानिस कता रानिस हाम्रो माइजूलाई कुन कुन वर्ड आउँछ ल बोल्नुहोस् त। मलाई आउँदैन भाइ भान्जी मगर कुरा प्लिज मलाई मगर कुरा आउँदैन। हाम्रो बाख्राको यहाँ व्यञ्जन तयार हुँदैछ। ब्राउन ब्ल्याक टी यता खिर यसो गरौँ न त्यहाँ नमिलाई वो जोसोले बिस्तारै इला इसे फेरि दोनकेमा हातले पहिला चिया मिन्के पायो मलाई ऊ हातके पानी होस् पछि बिस्तारै बिस्तारै। यो हाम्रै प्लेट हो नि हैन? यो त फुट्ने प्लेट रहेछ। यसलाई ल त निर्माण भान्जी आउने हो। चिया लिएर जाँदैछु म त। हेलो नमस्ते। कालो चिया कता हो? हाम्रो तयारी मैले भ्लग बनाएँ है। चिया पाक्दैछ। पसल कसले हेर्नुहुन्छ त आज? त हल्का भिडियो लै है तयारी। हाम्रो चाहिँ यहाँ पास्नी हुन्छ अनि यस्तो हो यता पकाउने यताउता गर्ने अनि यता चाहिँ खाने टेन्टहरू यता हो। यता सानो मान्छेहरू ल स्वागत छ तिमीहरूलाई मेरो ब्लगमा। यता पनि पकाउने यता खाने यस्तो छ हाम्रो डेकोरेसन। यता मासु आइटम यता मासु आइटमहरू रहेछ पकाउने। यता चुलोहरू रेडी भइसकेको छ। ल ल ल ल ल ल ल दाङमले नाको के त मामै उसले हाम्रो रमझम चलिरहेछ। बाबुलाई सम्झेर कस्तो राम्रो देखिनु भयो पिङ्की पिङ्की हाम्रो डेकोरेसन कस्तो राम्रो। हाम्रो यही हुन्छ मामखुलाई तयारी जात
बिचरा हाम्रो माइजूलाई यहाँ भ्याइ नभ्याइ छ हामी यहाँ मस्त यता मुन्ना बहिनी हिजोबाट भागदौड होइन र म यो ट्रे छोडेर आउँछु यता एकदम भैराली के भानु आमासँग ग्रुपहरू एकदम लागिदिनु भएको छ पकाउन कतिको नाच्ने आज स्टार्टिङ है भान्जी हाम्रो डेकोरेसन रेडी हुँदैछ यतादेखि डेकोरेसन खानादेखि के नानीदेखि कहाँ मलाई खिचेछ यार यसलाई त यतातिर गर्न पाइ हुन्थ्यो न गर्नु यो यहाँ अहिले एउटा कुर्ची मुढा जे भनी राखौँला हो त्यस्तरी भइनी गर्दा अलि राम्रो देखिन्छ नि टक्कर डेकोरेसन गरेर ल खिच्नु बल्ल मलाई नखिच्नु दिनालाई त रोज यही रोज लिन जानुभएको गाउँमा हेलो एभ्रिवान सबैजनालाई नमस्ते आज मेरो मामलाई म यो सबै परिकार खानेछु भन्दै यसो छोडिदिनु त भान्जी यसो है डर लाग्ने अझै पस्ने बेला म खिच्छु है सरल मियाउ मियाउ ढुङ्गु टुकुन खै यहाँ फोटो सुट यता फोटो सुट हुँदैछ ड्रेस प्लस आउट ड्रेस गर्दै यसको मात्र भयो ल ल ल ल पुको ल तिम्रो नि गराउने हो त्यसलाई ल स्माइल यतिको भयो हाम्रो डेकोरेसन छेनो जिया अब नुहाउन लगाएको न जालो पो छ हाम्रो यहाँ खानपान सुरु हुँदैछ यहाँ रोस्ट पाक्दैछ हाम्रो दिदीले यस्तो मिठो पकाइदिनु भयो यता पाक्दैछ यस्तो भिडियो बनाएँ है अलिअलि डिस्टर्ब गरेँ यता यस्तो हाम्रो कुक अङ्कलहरू भाइ सबै हुनुहुँदो रहेछ यहाँ पाक्दै यहाँ मेन सेफ र परिचय दिनु न यसो भात भतेर पऱ्यो भने यो भैरवा एरियामा हो न कि अन्तै नै जानुहुन्छ एड्रेस दिनु भैरवा शान्तिनगर वार्ड नम्बर 13 हजुरलाई चाहिएमा मलाई सम्पर्क गर्नु होला मेरो फोन नम्बर भन्नु न ल 440675 ल हजुरलाई कुकको आवश्यक पऱ्यो भने फोन गर्न सक्नुहुन्छ यता पनिर फ्राई हुँदैछ यता सब्जी अचार के हो अब अहिले पाकेपछि थाहा हुन्छ पनिर पाक्दैछ यता अचारको लागि तयारी हुँदैछ अनि हाम्रो चाहिँ यता बसेर खाने टेन्टको हजुरलाई यसो एक झलक देखाउँछु म यसरी यो टक्क लाएर यहाँ सरर खानेकुराको आइटम जान्छ अनि टक्क लाएर यतातिर खाने त्यहाँ डेक बजाउने नाच्ने यस्तो छ हेलो गर्दैनौ यता यस्तो छ सबै पिङ वाला भाइ पाइरह यही हो म यहाँ छु यस्तो गर्छन् हाम्रो मामा घर कलर चेन्ज भएर सबै मलाई ला यस्तो बिल्लाला यो यता तयारी हुँदैछ भएर वरिपरि माउलोको यताउता यहाँ पेन्ट पनि हुँदैछ सबै हतार यता मामा चाहिँ कस्तो मजाले फुल लगाउनु भयो साइडमा यताउता यस्तो छ डेकोरेसनहरू यहाँ हाम्रो काला दिदीको पसल छ यो घर वरिपरि हाई गर्दैन मेरो भ्लगमा हेलो गर्दैन यस्तो छ यता एरिया
घर पनि सजाउनै पर्यो होइन अँ यता बाजेहरूले कलर लाउनु भयो यो हिजो नभ्याएको यो पहिला चाहिँ दुधु बुवाले खुवाउने रे दुधु बुवाको नामबाट जुडेको भएर नानीलाई यता राख्ने कुर्सी त्यता राख्ने बाँकी जात है ऊ स्कुल त पाताक्ले छ खोइ गाँठ त थाहा माले तिमीले समात्दैौ न अहिले लगाइदिने क्या नानीलाई ओ छैन यता फकाउने मान्छेहरू नकल पार्नलाई भयो भने त लाउनु पर्यो कले के लिएर यस्तै त इचे ल लगाइदिनु भयो 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 इति इति हजुरले के बुवाले गर्नु दिनु क्या बुवाले नजानेर ढोनी पहिला निकालेर पाल्नु पर्छ पहिला छुरी दुधु बुवा र म हेलो गरिदिनु न दुधु बुवा नातिनी हामी बाहिर बस्नु नि मजाले दाङ हाल्दैन के यसो दुखा जस्तो लाग्यो चेक अगाडि हान्नु न हामी नाति बाजे कस्तो देख्यौँ नातिनी बाजे दुधु बुवा जम्मै झालपा कासकाप नयाँ कामे जम्मै जा कि त गौला खजा कि त तारका नमन खास लाग्दै जम्मै खासकेलाई खिच्दिक्यो ल कहाँको भित्री आना दुधु बुवालाई त जस्तो हल्ला गरेको जस्तो मन पर्दैन नि त उहाँ शान्त ठाउँमा बस्न रुचाउनुहुन्छ नि त्यही भएर उहाँलाई यता बसालेको माथि बसेर सबै हेर्नुहुन्छ एकचोटि मात्र गर भयो 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 अहिले यहाँ देखिन्छ फेरि सबैले क्यामेरा लिएर बस्यो हावाले हो के उस हो के तावा फलामको उसमा पकाएर त्यो तावामा सुकेको चिसो भएर के भएको सुत्न लाहा बिचरा सानो बहिनी ज्ञानी हुने है म जस्तै भन
पछिल्लो छाड्दैछ नि क्यामेरामा भुटिरहेको छु खाने मान्छे चाहिँ मस्त निदा खाने ती मिठो निन्द्रामा ड्रेस लगाएर मापटा बुसानी नाको कारा खेरेमा बुसानी ल ल ल इलाग्दो बुसानी नै र गोपाल अङ्कलले टिकी लगाइदिने रे तिमीलाई कस्तो मजाले चिति थिए निदाउँदाखेरि लगाइदिनु हुन भन्छ अब के गर्नु त ला झन् निदाउँदा अरू बेला त दिनु पर्यो नि अहिले त उठेको बिचरा दुध खान पासेर म एकतिर धन्न बसेको सन्तोकी म त नक्कली गोपाल मामाले टिकी लगाइदिने गोपाल मामाले टिकी लगाइदिने ए अङ्कल पो पर्यो केको मामा हो मैले त मामा त्यस्तै दुईटा हातले त्यसरी दुईटा औँला त्यसरी ल अङ्कलको भाग पनि टिकी लगायो अब दक्षिणा पाउने होला लसँग त आत तिमी त धनी भरिने हो धनी अब त्यो उस भरिने भयो डालो डाल पुकुको त छैन पैसा ला ल अङ्कल ल अब एकैचोटि बिहामा हो त बिहामा त कहिले हो हुन्छ कि गोपाल अङ्कल हेलो भन्नु दुर्बै हेलो आज नातिनीको भात खुलाइमा कस्तो भइरहेको आज नातिनीको भात खुलाइमा कस्तो भइरहेको